आज त यो 15 वर्ष पुरानो बलेर चिपको काम गर्दाखेरि यस्तोसम्म हुन्छ भनेर मैले त कहिले पनि सोचेको। नमस्ते, मेरो नाम पुरन हो र म काम गर्ने गर्छु ग्यारेजमा। हजुरलाई स्वागत छ मेरो छोटो मिठो मिनी ब्लगमा। हजुरले त पार्ट 1 मा देख्नु भयो थियो होला यो 15 वर्ष पुरानो बलेर चिपको हामीले के काम गरेको थियौं भनेर, र यो चाहिँ पार्ट 2 है त। पार्ट 1 मा चाहिँ हामीले यो बडी झारेको थियौं नि, अब भनेले बनाउन पर्ने हुन्छ। अनि अगाडिको क्याबिनको त्यो ढोका बस्ने फ्रेम चाहिँ पुरै कुइएको थियो, यसले पनि बनाउन पर्ने हुन्छ। त्यही भएर चाहिँ मेरो गुरुजीले चाहिँ यता गराउँदै हुनुहुन्थ्यो। गुरुजीले त अगाडि गरिराख्नु भएको थियो, अब मैले पनि केही न केही त गर्नु पर्यो नि त। ढोकाको फेरि बिजोक रमाइलो भएको थियो कुच्चेको हुनाले चाहिँ, अनि यसमा चाहिँ लास्ट कारपेज भरेको रहेछन् कि, अनि घोट्न पर्ने हुन्छ। त्यही भएर म चाहिँ घोटेर पनि भ्याइदिन्छु यसलाई। मैले चाहिँ ढोका डेन्टिङ गरेर पनि भ्याइदिन्छु। त्यसपछि पछाडिको डब्बाको रिपेयरिङ गर्न पर्ने हुन्छ कि, अनि मैले चाहिँ त्यो रिपेयरिङ गरिदिन लागि मैले चाहिँ अनि काम गरेको भिडियो गराउनु पर्यो भनेर मोबाइल स्ट्यान्ड निकालेको, अनि भाँच्यो कि, अनि मैले चाहिँ पहिला पनि जुगाड गरेको थिएँ, अनि फेरि अहिले पनि जुगाड गरिदिन्छु। अब भने पछाडिको ढालाको त्यो कुहिएको पातानिर चाहिँ पाता हाल्न पर्ने हुन्छ नयाँ, अनि त्यसको लागि चाहिँ सुरुमा भने काट्न पर्छ के, अनि त्यसलाई चाहिँ मैले काट्दिन लगाइदिन्छु है त। त्यो ठाउँमा चाहिँ मैले काटेर पनि नयाँ पाता हालेर भ्याइदिन्छु, अनि यतापट्टि पनि हाल्न थियो, अनि त्यहाँ पनि हालिदिन्छु। अनि तलपट्टि पनि कुहिएको थियो कि, अनि त्यसले पनि काटेर फाल्न पर्ने हुन्छ, अनि त्यसको लागि पनि म काट्दिन सुरु गरिदिन्छु। फेरि त्यहाँनिर पनि मैले पाता हालेर भ्याइदिन्छु। अनि अस्ति चाप्पन हानेको पाता थियो नि त फर्सको लागि, अनि त्यो पनि रेडी भइसकेको थियो। अनि यो चाहिँ पुरानो फर्स हो कि, अनि यसलाई चाहिँ निकालिदिन्छौँ हामीले चाहिँ। अनि यसमा चाहिँ अब नयाँ जोड्न पर्ने हुन्छ, त्यही भएर भाइ र मैले चाहिँ अब यसमा चाहिँ जोड्न लागेको छौँ है त। भने मैले यो पाता जोड्दै गर्छु, त्यतिसम्म हजुरले सब्स्क्राइब गर्नु भयो भने मलाई सब्स्क्राइब गरिहाल्नु होला। हजुरले त कति छिटो गरेको काम जस्तो लाग्छ होला, तर त्यस्तो चाहिँ केही होइन। यो काम गर्दा चाहिँ मेरो पसिना निक्लिरहेको थियो। अनि यो पातालाई चाहिँ अब चारैतिर नापेर पनि अब टाँगा लगाउनुको लागि रेडी भएको थियो, अनि भाइले चाहिँ टाँगा लगाउँदै थियो, मैले चाहिँ भिडियो गरेर आएको थिएँ। अनि आजको लागि यति नै, भेटौँला अर्को भिडियोमा। बाई बाई।